नमस्कार माइजू। नमस्कार। आज मेरो भान्जी नानीलाई फुल दिनु लागेको छु। यसको नाम चाहिँ हो भरबिना। म चाहिँ आज नानीलाई उपहार दिँदै ल नानीको चाहिँ धेरै युट्युबमा बढोस्, धेरै फलोस् फुलोस्। नमस्कार, म मन्जु आइसके हजुरहरूको मोबाइलमा। आई होप सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु सदा झैँ नयाँ भिडियो र नयाँ दिनको साथमा। आज चाहिँ हामी यहाँ एउटा कजनको बारीमा आइसकेका छौँ। केही रोप्नु पर्यो भनेर हेरौँ के गर्छौँ हामी। अब यहाँ चाहिँ एकजना चाहिँ यसरी बसिरहनु भएको छ। उहाँ चाहिँ काम गर्नुभन्दा बेसी सुर्ती खानातिर लाग्नु भएको छ। मेरो ड्युटी चाहिँ यो कुखुराको मललाई यहाँ यसरी राखेर यो अलि चापर छ अनि यसलाई यसरी धुलो बनाउने काम चाहिँ मेरो। यसरी धुलाउने काम मेरो। उहाँ एउटा बहिनी चाहिँ पर खन्दैछ। यसमा चाहिँ हामी मकै रोप्ने भनेर यहाँ यति चाहिँ खनिरहेको छ। अब यस्तै छ अहिलेको माहौल। अब हामी बिस्तारै यहाँ माथिसम्म खन्छौँ। उहाँहरूको बारी चाहिँ थुप्रै छ। यहाँ परसम्मै छ, परसम्मै। तर हामी सक्दैनौँ खन्नुलाई, थोरै गर्दैछौँ अलिकति मात्र। अब हेरौँ यहाँ के ल्याएको छु मैले। बिउहरू देखाउँछु है। एउटा चाहिँ हाम्रो इस्कुसको बिउ छ, यसरी उम्रिसकेको छ। इस्कुस रोप्दैछौँ। चाहिँ हामीसँग के छ भन्नु होला नि, तरुलको बिउ छ, अनि भ्याकुर है के भन्छ भ्याकुर छ, अनि त्यसपछि पिडालु छ। यति चाहिँ हामी रोप्दैछौँ। अहिले मकै छर्ने बेला चाहिँ भाइ नै खनिराखेको। अनि यसमा चाहिँ हामी यहाँ भोलिपर्सि भटमास अनि फर्सी सिमीहरू यता कात्रा कुत्रुक रोप्नेछौँ। यो चाहिँ साथीहरू आजको ड्युटी। केटी भाउ मजाले खन्दैछ घाममा मक्ख परेर। गाउँको याद आयो? बाउले खान्छ अरे साथीहरू। यहाँ सरको चाहिँ सुर्ती मारेर अझै सकिया छैन। मेरो नि यति धेरै यो कुखुराको सुईलाई टुक्राउनु छ। ल अब एकछिनमा भेटौँ ल। यहाँ माथितिर चाहिँ हाम्रो छिमेकीको घर हो। यस्तो चाहिँ यहाँतिरको बारी। मेलो सिद्धिन लाग्यो छिटो खाने। बारी फेरि यस्तो उब्जनी हुने खालको रहेछ है। सिमा जाने ढुङ्गामाथि गाठा चपारा उका जस्तो। चिसो त चिसै छ त फेरि है। कस्तो साह्रो छ। कोदालो उछिटिने। गाईहरू अब गर्मीले मर्ने आँट्यो। ओठ मुख तालु सब सुक्यो। अब चाहिँ घरतिर चल्दिएको। अब भोलिपर्सि अलिक पानी परेपछि आउनु पर्ने रहेछ क्या। यहाँ चाहिँ पानी नपरे हुँदैन। उहाँहरू नि कोदाली काँधमा हालेर हिँडिसक्नुभयो। अब मिहिनेत गरे चाहिँ हुन्छ। उता पर हेर्नु न यस्तो भयो त्यो भिरालोमा नि। अनि हाम्रो चाहिँ पर हो त्यस्तोमा अलिकति यहाँनिर यति खनेर आयौँ, सकेन। यो चाहिँ हाम्रो छिमेकीको घर। हेरेर भ्यू त खतरा आउने रहेछ नि है गाइस। अब कहाँ जान्छु के गर्छु भिडियो हेर्दै गर्नु है। यसमै एड गर्दै जान्छु म। नमस्कार माइजू। नमस्कार। आज मेरो भान्जी नानीलाई फुल दिनु लागेको छु। यसको नाम चाहिँ हो भरबिना। म चाहिँ आज नानीलाई उपहार दिँदै ल नानीको चाहिँ धेरै युट्युबमा
बढोस् धेरै फलोस् फुलोस् च्यानलको नाम भनिदिन्छु त एकताल त्यहाँ भिजिट गर्न आउनुहुन्छ नि त मेरो साथीहरू हो हजुर के अरे शान्ति अफिसियल 1 2 3 ल गाइज आएर हेरिदिनु होला भिजिट गरिदिनु होला उहाँले चाहिँ फ्लावरहरूको पुरै नर्सरीहरू गर्नुहुन्छ अनि मैले चाहिँ उहाँको कौसीमा छु यस्तो राम्रो फुलहरू फुलिरहेको छ एकदम मेहनती हुनुहुन्छ हाम्रो माइजू अनि म नि यही भएर प्लान्ट लिन आएको अनि म पनि लगेर रोप्दैछु साथीहरू हिजो देखिहाल्नुभयो अलिअलि रोपेको छु अनि आज यहाँ माइजसँग चाहिँ थुप्रै प्लान्टहरू छ क्या फुलहरू मलाई खासै नामहरू चाहिँ पुरै आउँदैन अनि यहाँ अब एक दुईवटा लगेर फेरि रोप्नु पर्यो हो त्यो पनि लिएर जाने माइजू यो पनि लाँदैछु मैले यसको चाहिँ यस्तो यो चाहिँ हामी चाहिँ आलु फुल भन्छ भन्नु चाहिँ नानीहरूले चाहिँ सर्च गरेर हेर्नु है यो कस्तो फुल छ होइन पहेँलो फुलेपछि देखाइदिउँला होइन यो बेगुनिया बेगुनिया ल एक आइटम यस्तो तपाईँहरूले सर्च गरेर हेर्न सकिन्छ बेगुनिया यसको नाम यो भक्कै आउँछ ल थोरै निकालिदिनु भयो नि हुन्छ ए हस् भक्कै लानु है ल ल मेरो Thank you. भान्जीलाई दाइ चाहिँ यही हो है धन्यवाद दाइ चाहिँ यही हो ल ल म दाइ धेरै पनि बन्छ है यति ल होइन धेरै बन्छ त्यो सबै आँखाकोबाट हुन्छ साथीहरू म चाहिँ यहाँ प्लान्ट कलेक्सन गर्दैछु अब सबै छ मसँग हो त्यो पनि हो अलिकति लाने यो चाहिँ छैन माइजू हुन्छ है के भन्छ माइजू कार्नेस छ आज यो के भएछ यसलाई पानी परेपछि यस्तो भइरहेछ अब यो पनि लाँदैछु मैले अर्को कलर यहाँ छ है यहाँ छ पुरा यहाँ बनाएर राख्नु भएको छ यसरी बनाएर राख्छ यो चाहिँ अहिले नसार्नु होला हुन त भइरहेछ अलि सार्यो भने ठुलोमा सार्नु अनि भिडियो बनाउनु धेरै राम्रो हुन्छ यस्तै हुन्छ पोहोर मैले यत्रो सार्यो यत्रै हो यत्रो सार्यो त यहाँ त धेरै पर्छ ल हामी 1 2 3 4 अब सरिसायो हो नचलाइराख्नुपर्छ फेरि धेरै पानी नि मन पर्दैन थोरै पानी नि मन पर्दैन यसलाई फेरि मिलाउनु पर्यो यसरी कोट्याउँदाखेरि आज त हिजो त पानी परेर यहाँ अगस्तको पानीले यो सरिसाएको है गाइस यहाँ स्ट्रबेरी पनि फलिरहेछ यसरी सानो भाँडामा पनि हामीले उत्पादन गर्न सक्छौँ यति फ्रेस छ अब यो म पनि लगेर गमलामा रोप्नु पर्यो माइजू लैजानु है ल फलेपछि माइजूलाई देखाउँछु म ए यो फक्कै होइन यहाँ हाल्नु ल 4वटा बोट लानु 4वटा गमलामा अनि यो चाहिँ पछि कस्तो हुन्छ भने यो बोटबाट लहरा आउँछ क्या अनि अर्कोमा गएर सर्छ अनि त्यसलाई चट्ट चुरालिदिने हो होइन अर्कोमा गएर सरेपछि बिचमा चुरालिदिनुपर्छ सरिसकेपछि जरा हालेपछि ल हस् कुरो देखेँ गाइस फ्लावरसँगै गमला नि कति राम्रो रहेछ यहाँ कछुवाको यसको त भाँडा पुवाट्टै गएछ किप वाचिङ अब बाँकी कुरा अर्को पार्टमा बाई बाई टेक केयर स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस्